मुखको वरिपरि एउटा दुईटा पाँचवटा सातवटा दसवटा जतिसुकै पनि कोठी छ, यो वरिपरि काहीँ पनि कुनै पनि भागमा कोठी छ भने त्यस्तो व्यक्ति अत्यन्त भाग्यमानी हुने गर्दछ। उसले चाहिँ बोलीको क्षेत्र पकड भएको हुने गर्दछ भनेदेखि बोलेरै समाजलाई परिवर्तन गर्न चाहनेवाला, राजनीति क्षेत्र, कलाकारिता क्षेत्र, शिक्षण क्षेत्र अथवा चाहिँ पत्रकारिता क्षेत्रमा अव्वलता हासिल गर्नेवाला हुने। छोरा मान्छेको यदि चिउँडोमा कोठी छ भने त्यस्ता व्यक्तिहरूलाई उनीहरूका श्रीमतीले अथवा प्रेमिकाले अत्यन्तै धेरै माया गर्छन् र प्रेमिकालाई त्यति धेरै भने छोरा मान्छेले माया गर्दैनन् भनेर भनिन्छ। लिङ्गमा भयो भने के हुन्छ भनेर भन्नुभएको छ। यसको मतलब लिङ्गमा कोठी भयो भने के हुन्छ भन्ने अर्थ हो। तपाईले सोध्नु भएको प्रश्न अनुसार जसको लिङ्गमा कोठी छ त्यो व्यक्ति अत्यन्त धेरै कामुक हुने गर्दछ, काम वासनामा लिप्त हुने गर्दछ। उसले काम वासना तृप्ति, आफ्नो कामना तृप्ति गर्नको लागि जस्तो सुकै अपराध पनि गर्न पछि पर्दैन भन्ने संकेत जनाउँछ। निधारमा कोठी भयो भने के हुन्छ भनेर भन्नुभएको छ। निधारमा कोठी हुने मान्छे एकदम पराक्रमी हुन्छ, जाँगरिलो हुन्छ, जोस जाँगरले भरिएको र मायालु स्वभावको हुन्छ भनेर भनिन्छ। निधारमा कोठी हुने मान्छे धेरै प्रेम गर्नेवाला हुन्छ भनिन्छ। नाकमा कोठी भएको मान्छे कस्तो हुन्छ भनेर सोध्नु भएको छ। नाकमा कोठी भएको मान्छे छिट्टै रिसाउने, छिट्टै खुसी हुने, साथसाथमा उच्च मनोबल राख्ने र ठूला ठूला कामहरू गर्ने स्वभावको हुन्छ भनेर भनिन्छ। जसको यो हत्केला भित्र कोठी छ र मुठी पार्दा मुठी भित्र पर्छ, यो मुठी भन्दा बाहिर पर्दैन, मुठी भित्र पर्छ भनेदेखि त्यो अत्यन्त भाग्यमानी हो। धन सम्पत्ति कमाउन सक्ने र ठूलो ठूलो कार्यहरू आरम्भ गर्ने, व्यापार बिजनेसमा अत्यन्त पकड राखेको हुने गर्दछ भनेर भनिन्छ। यदि मुठी बाहिर पर्छ भने चाहिँ तपाईको पैसा हातमा टिक्दैन भन्ने संकेत हो। जुन महिलाको दाहिने आँखाको यो वरिपरि कहीँ पनि कोठी छ भने त्यस्ता व्यक्तिहरू प्रेम पार्टनरलाई धेरै माया गर्नेवाला हुने गर्दछन्, अत्यन्त मनमा छलकपट नभएका हुने गर्दछन् र देब्रे आँखामा हुने भने झगडालु हुन्छन् भनेर भनिन्छ। जसको दाहिने आँखामा कोठी हुन्छ त्यस्ता व्यक्तिले आफ्ना पार्टनरलाई अत्यन्तै धेरै प्रेम गर्दछन् र धेरै प्रेम पाउन चाहनेवाला, मनमा पाप नभएका, फडाङ फुडुङ बोल्नेवाला हुन्छन् भनेर भनिन्छ। नाकमा कोठी हुने मान्छे अत्यन्त धेरै सोच्नेवाला हुन्छ र लेखन क्षेत्रमा अत्यन्त प्रवीण हुन्छ भनेर भनिन्छ। नाकको टुप्पोमा जसको कोठी छ त्यो व्यक्ति रिसा हुन्छ भनेर भनिन्छ। जसको यो ओठ भन्दा माथि, नाक भन्दा मुनि यो क्षेत्रमा कोठी छ त्यस्ता व्यक्तिहरू अत्यन्तै धेरै धार्मिक हुने गर्दछन्, अत्यन्तै धेरै धनी हुने गर्दछन्, आफ्नो प्रेम पार्टनरलाई अत्यन्तै धेरै माया गर्ने व्यक्ति हुने गर्दछन् भनेदेखि मनमा छल कपट पाप नभएका हुने। जसको दाहिने गालामा कोठी छ, यो दाहिने गालाको यो भागमा जसको कोठी छ त्यो व्यक्ति अत्यन्त धनी हुन्छ अनि साथसाथमा पैतृक सम्पत्ति पनि उसले धेरै प्राप्त गर्ने हुन्छ, नसोचेको ठाउँबाट धनागमन हुने। अथवा चाहिँ दाहिने गालामा कोठी हुने मान्छे एकदम शक्तिशाली हुन्छ भनेर भनिन्छ। देब्रे गालामा कोठी हुने मान्छे अलिकति खर्चालु हुन्छ भनेर